समाजको कुल पूजाको अति स्वर्ण दिनमा हामीहरूले यस भवनको समेत उद्घाटन गर्ने कार्यक्रम राखेर अब हजुर सबै उपस्थित हुनुभएको छ। सबैलाई म नमन गर्दछु। यस उद्घाटन कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, 40 समाजका सम्पूर्ण पदाधिकारी, दाजुभाइ दिदीबहिनी र कालिका मन्दिर व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारी एवं हाम्रो 40 बन्धु समाज आज कुल पूजाको लागि टाढा टाढाबाट आएर हाम्रो कुल पूजाको कार्यक्रमलाई भव्यका साथ सम्पन्न गरी भगवतीको आशीर्वाद प्राप्त गर्ने उद्देश्यले उपस्थित हुनुभएका सम्पूर्ण हाम्रा 40 बन्धु परिवारका दाजुभाइ दिदीबहिनी आमा बुवा सबैलाई म 40 बन्धु समाजको तर्फबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु र हजुरहरू सबैलाई म स्वागत पनि गर्दछु। यस 40 बन्धु समाज सुर्खेतका हाम्रा संस्थापक अध्यक्ष लीलाराम 40ज्यू, द्वितीय अध्यक्ष कृष्णपत्र 40ज्यू एवं यस संस्थाका अति कर्मठ व्यक्तित्व टीकाराम 40ज्यूको पनि सपना थियो हामी सबै 40 बन्धु समाजका सबै दाजुभाइ दिदीबहिनीहरू मिलेर त्यो भव्य रूपमा हामीले कुल पूजाको कार्यक्रम गर्नुपर्दछ र त्यसमा पुजारी बस्नुको लागि, पुजारी व्यवस्थापनको लागि, पुजारीको लागि पनि एउटा क्वार्टर बनाइदिनु पर्नेछ भन्ने उहाँहरूको 54 साल वैशाख 28 गते स्थापना कालदेखि नै हाम्रा संस्थापक अध्यक्ष सचिव एवं द्वितीय अध्यक्षज्यूको पनि त्यो सपना थियो। उहाँकै सपना साकार गर्नका लागि हामीहरूले एउटा 40 बन्धु समाजले एउटा आह्वान गऱ्यौँ र त्यो आह्वानबाट मन्दिर व्यवस्थापनको लागि छुट्टै समिति दर्ता गराएर सहयोग हामी सबै 40 बन्धु समाजबाट यसमा सहयोग भएको छ र 40 बन्धु समाजबाट भएको छ। हामी सबै व्यक्तिहरूले पनि सहयोग गरेका छौँ। यो जसो हामीले सहयोग गऱ्यौँ उहाँहरूको नामावली यहाँ राखिएको छ। यो सबै हाम्रा अग्रज संस्थापकदेखि अहिलेसम्मका सबै दाता महानुभावहरूलाई म धेरै धेरै नमन गर्न चाहन्छु र हाम्रा संस्थापक अध्यक्ष, द्वितीय अध्यक्ष एवं संस्थापक कर्मठ सचिवज्यूको आत्माले स्वर्गबाट आज अवश्य पनि हेरिरहनु भएको होला। हाम्रो जमघट, हाम्रो यो भवन निर्माणको उद्घाटन कार्यक्रम अवश्य पनि हेर्नुभएको होला। उहाँको आत्माले सदा शान्ति पाओस्, सदा चिर शान्ति भइरहोस्। कालिका माताले उहाँको जन्मसम्म आत्मामा सदा चिर शान्ति प्राप्त गरिदिउन् र माथिबाट पितृको रूपमा रहनुभएका हाम्रा अग्रजहरूले पनि हामीलाई र हामी भन्दा पनि अब हामी पछिका हाम्रा भाइहरू, हाम्रा छोरा, हाम्रा नाति, हाम्रा पलान्तीहरूलाई समेत अझ यो कार्य गर्न सक्ने क्षमता र आशीर्वाद अवश्य पनि प्रदान गर्नुहुनेछ भन्ने आशा राख्दै यहाँ उपस्थित हुनुभएका सबै दाजुभाइहरू सबैलाई पुनः धन्यवाद दिँदै पुनः स्वागत गर्दै आफ्नो छोटो मन्तव्य यही शेष गर्दछु। हस्त धन्यवाद। जय कालिका माता। बडा दशमीको उपलक्ष्यमा उपस्थित सबै हाम्रा बन्धु बान्धवहरू सबैलाई 40 बन्धु समाजको तर्फबाट विजयादशमीको मङ्गलमय शुभकामना छ। सबैको घरमा शान्ति सुशान्ति दीर्घायु प्राप्त भइरहोस्। सबैलाई भगवती माताले सदा कल्याण गरून्। हाम्रो पनि शुभ आशीर्वाद। नमस्कार। धेरै धेरै धन्यवाद। विगतदेखि वर्तमानसम्म भएका कुरा संक्षिप्त रूपमा उहाँलाई धन्यवाद। 1 मिनट
हाम्रा दिवंगत हुनुभएका पितृहरूको सम्झनामा सबैले आफ्नो ठाउँबाट उठेर एक कता हुनुहुन्छ माइला बाबुले संयुक्त रूपमा मैचीले रिबन काटेर उद्घाटन गरिदिनु न म राख्ने त्यहाँ गर्ने हो कि भने रिबन काटे आफ्नो शुभकामना मन्तव्य राखिदिनु यस समाजका उपाध्यक्ष आदरणीय अन्टीज्यूलाई लक्ष्मी शर्मा चालिसेज्यूलाई म हार्दिक अनुरोध हाम्रो कोषाध्यक्षज्यू हिरा अहिलेसम्म हामीले 40 बन्दमा उठाएको पैसा कहीँ तलमाथि सुक्को कहीँ भएको छ कि भन्ने कुरो केही छैन। चुस्त दुरुस्त हुँदा धेरै अनुभव थियो आर्थिक कारोबार अहिले एकदम राम्रो कारोबार गर्नुभएको आदरणीय दाजु र दाजुहरू पहिल्यैदेखि यो मन्दिर स्थापना कालदेखि नै पुजारी हुनुभएको आदरणीय माललाई अहिले निरन्तर गरिदिनु सम्पूर्ण र सबै हामी 40 बन्धुहरू कसरी यत्रो तत्र छरिएका थियौँ। यति 40 छौँ भन्ने पनि हामीलाई थाहा थिएन को हो भन्दा 40 हो कहाँको कताको भन्ने एक किसिमले जुठो लान छोडेको मतलब पनि नगरेको अवस्थामा थियो र आज 2054 सालबाट आजको मिति 2082 सालसम्म आइपुग्दाखेरि घुम्नेहरू घुम्नुभयो। उहाँहरूले देखाएको बाटोमा हामीले अगाडि बढ्नुपर्छ भनेर तपाईँहरू उहाँहरूको निरन्तरता दिन आउनुभएको सम्पूर्ण उपस्थित दिदी बहिनी दाजुभाइ छोराछोरी भाइ भतिजा आदरणीय जेठाजुहरू हाम्रा इष्टमित्रहरू सम्पूर्णलाई म हृदयदेखि एकदम नमन गर्न चाहन्छु र हाम्रा दिवंगत हुनुभएका प्रथम अध्यक्ष द्वितीय अध्यक्ष लगायत हाम्रो सचिवज्यू तत्कालीन सचिवज्यूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्न चाहन्छु। आज हाम्रो कत्रो योजना थियो तस्बिर राखेर भए पनि हामीले 40 बन्धुलाई अगाडि बढाउने प्रण गरेका छौँ र यतिको घर पनि बनाएका छौँ। बनाउने कुरा एकदम गाह्रो छ, कुरा गर्ने कुरा सजिलो छ। त्यही भएर हामी जतिले जति सहयोग दिएका छौँ त्यो एकदम आफ्नो लागि 40 बन्धु हित कोषको लागि र कालिका स्वयं कालिका मन्दिरको लागि एकदम ठुलो योगदान हो सहयोग हो भन्न चाहन्छु। र यदि तपाईँहरू कोहीले यो कुरा सुन्नु भएको छैन भने पनि हाम्रा 40मा आबद्ध हुनुभएको आजै मात्रै आउनु भएको छ भने नि उहाँहरूले सहयोग गर्न सक्नुहुन्छ। मासिक हाम्रो 40को बैठक हुन्छ त्यसमा पनि सदस्यता लिन सक्नुहुन्छ र थोरै रकम सहकारी जसरी गर्न पनि सक्नुहुन्छ। उहाँहरूलाई पनि गर्न सचेत के अरे उहाँहरूलाई पनि सम्झाउन चाहन्छु। र हाम्रो जहाँ गए पनि हामीलाई कुल देवता जतिको ठुलो केही पनि रहन्छ, पानी खानी मुल्कै रहेछ, हामी घर व्यवहारभित्र धान्ने सबै इष्टमित्र धान्ने सब धान्ने कुल नै हुनुहुँदो रहेछ। म एउटा कुरा भन्न चाहन्छु, दाइले धेरै कुरा गर्नुभयो तर म यसरी रुनी मान्छे होइन। आज मलाई अर्कै भएको छ, रुन त रुनाउन आएको आँसुलाई हामीले शक्तिमा बदल्दै यहाँसम्म आइसकेका छौँ तर रोएर पनि काम छैन। तपाईँहरूले मैले एउटा प्रस्ताव राख्ने बित्तिकै सबैले मानिदिनु भएकोमा मभन्दा पनि धेरै ठुलो मान्छे बोल्ने मान्छे भन्दा पनि सहयोग गर्ने मान्छे ठुलो हुँदो रहेछ भनेर मेरो छाती सगरमाथा भन्दा पनि ठुलो भइरहेछ। आज हुन्न यस्तो गरौँ भनिदिएको भयो नि मैले त प्रस्ताव छोराहरूलाई बोलाएर आदरणीय दाजुलाई साथी राखेर भनेको थिएँ कोषाध्यक्ष दाजुलाई र उहाँहरूले सबैले मनन गर्नुभयो। जसले जति दिनुभएको छ मैले धेरै दिन पाइनँ पनि नभन्नु होला। आफ्नो इच्छाले आफ्नो गच्छले आफ्नो सबै चिजले दिनुभएको छ, समर्पण गर्नुभएको छ। यसको लागि पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यस्तै कोही अब यदि चेलीबेटी हुनुहुन्छ भने पनि चेलीबेटीले पनि यहीँबाट जानुभएको उहाँहरूले पनि केही सक्दो सहयोग अलिकति आफ्नो माइती कुललाई पनि सहयोग गर्न सक्नुहुन्छ भने हाम्रो सहयोग कुरा यो मन्दिर निर्माणको लागि यो भवन निर्माणको कुरा जारी छ र बोलिरहनु भएकोले पनि यदि दिनुभएको छैन भने हामी यहाँसम्म आइपुग्यौँ। उहाँहरूले पनि तदारुकताका साथ आफ्नो वचनलाई एकदम सदुपयोग गर्नुहुनेछ भन्ने कुरा राख्न चाहन्छु। यस्तै रहेछ जिन्दगी, विधिको विधान भनौँ कि प्रकृतिको लीला भनौँ कि आज मान्छे जति गर्यो त्यति गरेरै कीर्ति छोड्ने नै रहेछ, लिएर जाने केही पनि रहेछ। त्यस कारणले हामी आज यति धेरै जान हाम्रो परिवार ठुलो छ
घर सानो भएको छ अझै पनि हामीले यहाँ उठाउने कुरा गरिरहेछौँ आफ्नो जग्गा जति हामीले आफ्नो बनाउन चाहन्छौँ हाम्रा वाल पर्खालहरू त्यसै छन् उहाँहरूले निरन्तरका साथ आफ्नो सहयोगलाई दिनुहुनेछ र अघि पछि पनि कहीँ जाने बेला कुललाई सम्झिनु होला म अहिलेसम्म यहाँ आएर तपाईँहरूको अगाडि बोल्न सक्ने भएको कुरा म कुलले गर्दाखेरि म विदेश जाने बेला कुललाई सम्झेर उठाएर गएको थिएँ मलाई एकदम ठुलो रोग लाग्यो तर म आउँदा र यसरी बोलौँला यस्तो होला यसरी घर निर्माण गर्नुला भन्ने थिएन भयो त्यही भएर कुललाई सम्झेर हिँड्नु होला र सदैव केही कुरा धेरै किन्दा पनि थोरै पर्सेन्ट पनि कुललाई सम्झिनु होला 100 कति हजारको किनिन्छ भने 5 रुपियाँ पनि कुललाई छुट्याउनु होला भन्न चाहन्छु यसै सिलसिलामा किनभने मैले अझ धेरै कुरा गर्न छ हाम्रो 40 बन्धुहरू कति आगो लागेर मर्यो होला कति भिडभाड लोट्यो होला कति रुखबाट बल्ट्यो होला कति गाडी दुर्घटना भयो होला उहाँहरूको चिर शान्तिको लागि हामीले सप्ताह पनि लाउनु छ त्यही भएर आजैदेखि हजुरहरूले 5 रुपियाँ भए पनि केही किन्दाखेरि राखेर पछि सप्ताहको बेला त्यो घैँटो फुटाल्नु होला भन्ने पनि म उहाँहरूलाई एकदम एकैचोटि दिन पनि गाह्रो हुन्छ यो कुरा पनि भन्न चाहन्छु र मलाई आज प्रमुख अतिथि बनाएर भवन निर्माण समितिले यत्रो काम गर्नुभयो त्यो भवन निर्माणमा लाग्ने निर्माण समितिका सम्पूर्ण बाबुहरूलाई छोराहरूलाई आदरणीय दाजुहरूलाई सबैलाई धन्यवाद दिन चाहन्छु र अब कुरा भन्ने कुरा यस्तै हुन् जति गरे यस्तै छ सबैलाई भोक लागेको छ पहिला खाना हुन्न उसले देउताले खत लगायो त्यही भएर सकेपछि खाने भन्ने कुरो छ कोही पनि प्रसाद ग्रहण नगरेर कम्पाउन्ड बाहिर नगइदिनु होला भन्ने कुरा राख्दै र आएको विजय दशमी 2082 सालको पावन अवसरमा हाम्रो 40 बन्धु स्वदेश तथा विदेशमा रहने सम्पूर्ण 40 बन्धु देशमै रहने यहाँ कुलमा उपस्थित हुनुभएका सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना दिँदै आफ्नो मन्तव्यलाई यहाँ अन्त्य गर्छु हस्त धन्यवाद नमस्कार जय काशी बन्धुहरू धन्यवाद कार्यक्रममा भूमिका गर्दै आफ्ना सानो भनाइ राख्दै कता गएर हाम्रो लुगाले फोटो खिच्नु पर्दैन राखिलायो ए पैसा पनि उठाइदिनु पैसा पनि त्यहाँ भित्र दिनु उता एकै ठाउँ जम्मा हुन्छ पछि जान लाग्यो के बाबु लाउनु मलाई देखाउनु त बाबु यहाँ खिर र अचार थप्ने अरे यता कता दिदी बोलाइ यहाँ 50 छन् अरू 100 चाहिँ थप्ने हो भने बल्ल प्लेट पुग्नु देखियो जाने
के गर्नु त्यो केरा सेउ चाहिँ आलुको गरेर पुगेन